नमस्कार, म प्रकाश रसाइली। तपाईँ यति बेला हेर्दै हुनुहुन्छ प्रकाश रसाइली युट्युब च्यानलमा कार्यक्रम प्रकाश यात्रा। आज म प्रकाश रसाइली छु। आज मसँग लोकदोहोरी स्टार फाइनलिस्ट अनिल चापागाई हुनुहुन्छ। आज हामी लोकगीतको बारेमा परिचर्चा गर्नु साथै जिन्दगीका भोगाइहरूसँग कुराकानी गर्नेछौँ। अनिलजी स्वागत छ। नमस्कार, धन्यवाद छ। आराम हुनुहुन्छ? आराम छु। आजभोलि केमा व्यस्त हुनुहुन्छ? आजभोलि गीत सङ्गीतमा पछिल्लो समयमा अब यो लोकदोहोरी स्टार हजुर यही यात्रामा व्यस्त छु पछिल्लो समयमा। गाउन सुरु गरेको कति भयो? लोकदोहोरी गाउन सुरु गरेको? दोहोरी गीत गाउन सुरु गरेको चाहिँ अब मैले बच्चै बेलाबाट गीत गाउँथेँ। हजुर जब कि यसलाई नै एउटा प्यासनको रूपमा, यसलाई नै एउटा कर्मको रूपमा भोग्दै अथवा गाउँदै हिँडेको चाहिँ 2.5 वर्षको अनुभव होला यो। 2.5 वर्षसम्म आइपुग्दाखेरि अब हुन्छ नि घर परिवारबाट अब साथ सपोर्ट कतिको मिल्यो? अब कतिपयले भन्नुहुन्छ मेरो घर परिवारबाट साथ नमिलेर म आज यो ठाउँमा अगाडि बढ्न पाइनँ भन्नुहुन्छ। कतिले घर परिवारको साथ नमिल्दै पनि म यहाँसम्म आएँ भन्नुहुन्छ। तपाईँलाई कतिको मिल्यो घर परिवारको साथ? यस्तो थियो, घर परिवारको साथ भन्दाखेरि पनि अब साथ त मलाई घर परिवारको पहिल्यैबाट थियो, किनकि मलाई यो क्षेत्रमा रुचि भयो लगतै। हजुर अब घर परिवारबाट अब बाबा मम्मीले पनि साथ दिनुभएको थियो। अनि पछिल्लो समयमा चाहिँ अब बाबालाई पनि यो क्षेत्रमा अलिकति रुचि भएको कारणले म चाहिँ दोहोरीमा भिजेँ। हजुर अब मलाई चाहिँ के लाग्थ्यो भने अब एउटा सामान्य परिवारमा हुर्किएको मान्छे, हजुर अब दोहोरी गाएर आफ्नो जीविकापार्जन गरौँला जस्तो चाहिँ मलाई लाग्ने थिएन। तर पछाडि गर्दै जाँदाखेरि चाहिँ हजुर आफूलाई चाहिँ अब त्यसमा भिज्दै गइसके पछाडि हजुर चाहिँ दोहोरीमा काम गर्न सुरु गरेँ। अनि घर परिवारबाट पनि साथ सपोर्ट चाहिँ राम्रो छ, राम्रो पाइरहेको छु। अब तपाईँको हुन्छ त सानैदेखिको अब गायक बन्छु भन्ने थियो कि अथवा अरू कुनै पेसामा लाग्छु भन्ने के थियो तपाईँको? यस्तो थियो, अब के भयो भन्दा मैले +2 सकिसके पछाडि पोखरा आएँ म। हजुर पोखरा आइसके पछाडि पनि अहिले पोखरा आएको लगभग 7 वर्ष जति भयो। हजुर 7 वर्षमा मेरो 4.5 वर्षको अवधि म यत्तिकै बसेँ, फाल्टु बसेँ। हजुर अनि पछाडि अब कहिलेकाहीँ गाउँघरतिर यसो भजन सजनमा जाने, गाउने, कसैको बिहे व्रतबन्धमा बाजामा गएर गीत गाउने। अनि कहिलेकाहीँ अब शान्तिले मेला महोत्सव हुँदाखेरि चाहिँ गीत गाइरहँदा गाउँकोले के भन्नुहुन्थ्यो, अब त्यहाँ मेरो नजिकको मान्छेले के भन्नुभयो भने हजुर आवाज राम्रो छ, हजुर अब यो आवाजलाई निखार्दै जाऊ, हजुर त्यो खालको एउटा मैले सल्लाह पाएँ। त्यस पछाडि मलाई के लाग्यो भने होइन, म अब त्यसो भए एउटा ट्राई गरौँ न त। हजुर आफ्नो रुचि पनि त्यही भयो। अब गीत गाइराख्ने, हिँडिराख्ने, म घाँस दाउरा मेलापात गर्दा पनि गीत गाइराख्ने, यहाँसम्म म टोइलेट जाँदाखेरि पनि गीत गाएर जान्थेँ। अनि त्यो भइरहँदाखेरि एकचोटि यो फिल्ड पनि हेरौँ न त। अब आफ्नो रुचि पनि त्यही भएको हुनाले ल यसलाई ट्राई गरौँ भनेर चाहिँ म दोहोरीमा भिजेँ। त्यस पछाडि चाहिँ अब धेरै कुराहरू सिकियो, धेरै कुराहरू भोगियो। अब जस्तै दोहोरी साँझदेखि लोकदोहोरी स्टारसम्म आइपुग्दाखेरि तपाईँ फाइनलिस्टसम्म आउँदा तपाईँ अहिलेसम्म भोग्नु भएको कठिनाइका कुराहरू के छ? दोहोरीमा कठिनाइहरू यस्तो थियो, अब दोहोरीमा गाउने एउटा पाटो रह्यो, प्लस प्रतियोगितामा गाउने एउटा पाटो रह्यो। जुन कि अहिले म लोकदोहोरी स्टार सिजन 1मा भिडिरहँदा पुगिरहँदा मेरो अनुभवको बारेमा बताउनु पर्दाखेरि चाहिँ अब दोहोरीमा गाउने दोहोरी एक प्रकारको थियो। अब जस्तो कि हामीले दोहोरी साँझमा गाइरहने दोहोरीहरू चाहिँ अलिक बेग्लै किसिमको हुन्छ, अलिकति फरक किसिमको हुन्छ। तर त्यहाँ गइसके पछाडि त्यो एउटा विजेता बन्ने रहरले जाने हो जो मान्छे पनि। त्यहाँ गएर यो बिग्रिन्छ कि यो नराम्रो हुन्छ कि भन्ने त्यस्तै डरहरू उत्पन्न हुन्थ्यो कि पहिला। अनि अब अडिसनदेखि लिएर फिल्ड अडिसनदेखि लिएर अहिले फाइनलमा पुगिरहँदा अब तिता मिठा अनुभवहरू छन्। कतिपय कुराहरू चाहिँ राम्रा पनि छन्, कतिपय कुराहरू नराम्रा पनि छन्। सम्मको यात्रामा तपाईँ कतिजनालाई पछि पारेर आउनुभयो? अहिले चाहिँ 172 जना थियौँ हामी अडिसन दिने बेलामा। हजुर अहिले चाहिँ टप 8 छन् फाइनलिस्ट। निर्णायकहरू ज्यूबाट हुन्छ नि त, एउटा अपेक्षा हुन्छ, सल्लाह सुझाव हुन्छ। के छ तपाईँलाई, कस्तो छ अहिलेसम्म निर्णायकको सल्लाह सुझाव अनि त्यस पछाडि अब अरू प्रतिक्रियाहरू हेर्दाखेरि चाहिँ समग्र रूपमा अहिले राम्रै छ। पछिल्लो समयमा अब यो अवस्थासम्म आइपुग्दा निर्णायकहरूले दिएको प्रतिक्रिया सल्लाह सुझावलाई चाहिँ मैले पोजिटिभ रूपले लिइरहेको छु। अब प्रतियोगिताबाट यहाँसम्म आउँदाखेरि सबभन्दा ठुलो चेतावनी के थियो? अब प्रतियोगिता भनिसके पछाडि नै एउटा सबभन्दा डर लाग्ने कुरा त्यही हो। हजुर अब प्रतियोगितामा भिडिरहँदा ला अब बिग्रिनु कि गल्ती हुने कि भन्ने कुरा त भइ नै रहन्छ। हजुर
त्यसमा पनि अब म यो रियालिटी सो एउटा पहिलोचोटि फेस गरेँ रियालिटी सो हो। हजुर त्यसमा चाहिँ पुगिरहँदाखेरि चाहिँ कतिपय ठाउँमा चाहिँ डर लाग्थ्यो। अब गीत गाइन्छ, अब स्टेज चढेर गीत गाइयो, अब दोरी भनिसके पछाडि त दोरी खेल्नु पर्यो। अब उसले तिम्रो घर कहाँ भन्ने बित्तिकै मैले मेरो घर पोखरा भन्नु पर्यो। अब उसले तिम्रो घर कहाँ हो भन्दाखेरि मैले भात खान्छु भनेर भन्नु मिलेन, भएन। त्यो भइरहँदाखेरि चाहिँ कतिपय ठाउँमा चाहिँ डर लाग्थ्यो, ल मैले बिगार्छु कि अब केही गलत आन्सर दिन्छु कि भन्ने चाहिँ डर लाग्थ्यो। अनि त्यसलाई चाहिँ अब भोग्दै गइयो, सिकिँदै गइयो। अब आफूले पनि केही पहिला दोरीमा काम गरेर जानेका कुराहरू चाहिँ त्यहाँ अब प्रस्तुत गरियो अनि त्यो गरे अनुरूपको फल पाइरहेको छु अहिलेसम्म। तपाईँ यहाँसम्म आउँदाखेरि तपाईँलाई एकदम प्रेरणा दिने होइन, घर परिवार त हुनुहुन्छ, त्यो बाहेक पनि जस्तो यही फिल्डको जस्तै लोकगीत फिल्डको मान्छे तैँले यो गर्नु नै पर्छ, त अगाडि बढ्नु नै पर्छ, त्यो अभियसली हुनुहुन्छ। किनकि म दोरीमा लागिरहँदा म 2.5 वर्षको पिरियडमा हजुर पछिल्लो समयमा म दोरी गायक बन्नुमा चाहिँ एकजना मान्छे हुनुहुन्छ, एकदम ठुलो हात छ उहाँको। किनकि म दोरी साँझमा छिरिरहँदा मलाई दोरी गाउन सिकाएको चाहिँ रामजी पौडेल दाई हुनुहुन्छ। दाईले सम्मान व्यक्त गर्न चाहे मैले यहीँबाट। रामजी पौडेल दाईले चाहिँ ल दोरी गाउनुपर्छ, तिम्रो आवाजले दोरी गाउनुपर्ने खालको आवाज हो भनेर दाईले चाहिँ मलाई प्रेरणा दिनुभएको थियो। त्यस पछाडि पनि प्रतियोगी दोरी गायकको रूपमा मलाई चिनाउने चाहिँ सुमन खड्का दाई जो अहिले पोर्चुगल हुनुहुन्छ, एकदम अब्बल गायक। मैले चाहिँ दाईको सङ्गत पछिल्लो समयमा दाईको सङ्गतले मैले धेरै कुरा सिकेँ। दोरी गाउन त अब तेरो घर कहाँ भन्दा मेरो घर पोखरा भन्दा त जसले पनि जान्छ। त्यो एउटा गायक बनिसके पछाडि त्यतिको चाहिँ एउटा अनुभव हुनुपर्छ, एउटा खुबी हुनुपर्छ। त्यसमा पनि प्रतियोगितामा अब दोरी गाउने भने अब त्यो अलिकति छुट्टै पाटो रहन्छ। अब जस्तो कि त्यसमा सवाल जवाफ रहन्छ, अन्त्य अनुप्रयासहरू रहन्छन्। त्यो कुराहरू चाहिँ मलाई सुमन खड्का दाईले निकै सिकाउनु भयो। अब जस्तो कि दाईकै छत्र छायामा रहेर मैले प्रतियोगिता सुरु पनि दाईकै अघि पछि गरेर सिकेँ। अनि अहिले म लोकदोरी स्टारको लगभग फाइनलमा पुगिरहँदा पनि म किनकि पोखराबाट अडिसन दिएर म काठमाडौँ जान्न भने मान्छे हो। किनकि हाम्रो पोखराबाट अडिसन दिएका धेरै साथीहरू जानु भएन। त्यसमा पनि दाईले के भन्नुभयो भने होइन, एउटा राम्रो प्लेटफर्म हो, तिमी चाहिँ जाऊ। म चाहिँ अब मन लाग्दै पनि जान पाइनँ। दाईको चाहिँ बाहिर जाएको अब भिसा सिसा सब लगभग भइसकेको थियो। अनि तिमी चाहिँ जाऊ, बरु के गर्नुपर्छ म गर्छु, जाऊ तिमी। अब एकचोटि के भन्छ अरे रियालिटी सोतिर गइसके पछाडि एउटा चिनिने पनि माध्यम पनि हुन्छ, प्लस तिमीले गर्न सक्छौ, तिमी जाऊ भनेर मलाई निकै हौसला दिने व्यक्ति भने सुमन खड्का। अब हामी कुराकानी त हामीले गर्दै गर्छौँ होइन, त्योभन्दा अगाडि पनि एउटा तपाईँको आवाजमा लोकदोरी गायक भइसकेपछि यहाँसम्म आइसकेको मान्छेलाई अब गीत गाउनु नभने त अब दर्शक श्रोताले नि गाली गर्नु होला होइन, हाम्रो मन मान्दैन, तर यति बेला एउटा गीत सुन्नु पर्यो। ल हुन्छ, त्यसो भएदेखि म मेरै गीत गाउने प्रयास गर्छु। विगत लगभग 1.5 वर्ष अगाडि बजारमा आएको थियो सुमन खड्काको लय शब्द सिर्जना। त्यसमा मेरो पनि आवाज सँगै रोशनी गर्ती मगर, त्यसै गरी कमला सुनारको आवाजमा रहेको एउटा गीत जसलाई यहाँले नारेपा भनेर युट्युबमा सर्च गरेर हेर्न सक्नुहुन्छ। काँधमा पोको हातैमा गेलिन, बाउलुङ बजार झरे कि केलिन, कम्मर मर्काई हातैमा गेलिन, बाउलुङ बजार झरे कि केलिन, कम्मर मर्काई जाला है जोबाना चुलठी लर्काई जाला है जोबाना चुलठी लर्काई। यो गीत निकाल्नु भयो। जस्तै अब कुरा गरौँ, जस्तै अब दोरीमा गाइराख्ने मान्छेले होइन, अब आफूले आफ्नो खर्च कटाएर नि अब हामीले एल्बमहरू गर्न कतिको सम्भव छ? धेरैले त भन्नुहुन्छ होइन, दोरीमा काम गरेर अब आफ्नो खर्च कटाउने हो कि एल्बम गर्न पर्ने गर्नु होइन? सधैँको भन्छ भने अब दोरीमा काम गरेर दोरीकै पैसाले एल्बम गरौँला भन्ने चाहिँ त्यो अलिकति गाह्रो कुरा पनि हो। किनकि अब एउटा रातिको काम, त्यो माथि पनि दोरीमा अब हुन्छ कमाइ नहुने होइन, राम्रै हुन्छ। अब हाम्रै अब क्षेत्रमा हेर्दाखेरि पनि अब हाम्रै मैले काम गर्ने दोरीमा हेर्दा पनि कोही मान्छे 15,000 देखि काम स्टार्ट गरे हुनुहुन्छ, कोही मान्छे 30-40 हजारको पनि हुन्छ।
काम गर्ने काम अनुसारको स्यालेरी दिने त हो साउले पनि। हो त्यसमा पनि के रहन्छ भन्दा अब दोहोरीमै काम गरेर एल्बम गर्छु भन्ने मान्छेहरू पनि हुनुहुन्छ र दोहोरीकै क्षेत्रबाट पनि एल्बम गरेर अहिले अब देश विदेश खाएका मान्छे पनि हुनुहुन्छ। यसमा चाहिँ पाटो चाहिँ के रहन्छ भन्दा आफूले पैसा कति बचाइन्छ अनि कुन अनुसारको अब गीत बन्छ। अब जस्तो कि तपाईँको दोहोरीमा काम गरेर महिनाको 40,000 स्यालेरी आउँछ भने त्यसलाई चाहिँ सेभिङ गर्दै गर्दै गएर 3-4 महिनाको स्यालेरी सेभिङ गरेर एउटा गीत बनाउन सक्ने एउटा क्षमता पनि हुन्छ। अब त्यही 40,000मा पनि खर्च कटौती गरेर कोठा भाडा तिर्ने यताउति गर्ने ह्यानत्यान गरेर अब गीत बनाउँछु भनेर मान्छेको सपना, मेरो पनि सपना त्यही थियो। किनकि मेरो काम गरिरहँदा मेरो सुरुमा म दोहोरी क्षेत्रमा लागिरहँदा मेरो स्यालेरी जम्मा 8,000मा काम गरेर मान्छे हो। अहिले चाहिँ अब केही माथिसम्म पुगेको छु, स्यालेरी पनि त्यही अनुसारको छ। 8,000मा काम गरिरहँदा त अब 8,000ले त एउटा एल्बम बन्दैन नि त। अब कम्तीमा पनि अहिले एल्बम बनाउनलाई अहिले मैले भर्खरै गाएको गीत बनाउन पनि हामीलाई झन्डै 4 लाख भेटिएको थियो। अब अडियो प्लस भिडियो गर्दा गर्दै झन्डै 4 लाख भेटिएको थियो। अब त्यो 8,000 जम्मा गरेर 4 लाख कहिले पुर्याउने त? त्यो त दोहोरीमा मैले दोहोरीमा काम गरेर मेरो दोहोरीको पैसाले मात्र त नपुग्दो रहेछ। त्यसलाई बाहिरबाट खोजेर हुन्छ अथवा घर परिवारबाट मागेर हुन्छ, साथी सङ्गीबाट मागेर हुन्छ। त्यसरी चाहिँ हामीले एल्बम गरेका थियौँ। अब हुन्छ कुनैको अब कोही साथीहरूको राम्रै स्यालेरी हुन्छ, त्यही स्यालेरीकै भरमा पनि एल्बम गर्ने साथीहरू पनि हुनुहुन्छ। अब जस्तो कि मेरै रूपमा हेर्दा मैले अब कुनै बेलामा 8,000 स्यालेरी खाइरहँदा अहिले चाहिँ अब कम्तीमा पनि अलिकति माथि छ स्यालेरी। किनकि अब एउटा एल्बम गरौँ भने अब कम्तीमा वर्षौँ कुर्न नपर्ला, 3-4 महिनाको स्यालेरी एउटा गीत बन्ला। अब अडियो भिडियो अब भिडियो नबन्न नसके पनि अडियो चाहिँ बन्ला। त्यो अनुसारको चाहिँ अब आफूले कतिको पैसा जोगाइन्छ त्यसमा चाहिँ डिपेन्ड हुन्छ। जस्तै अब गीत सङ्गीतमा लगानी गरिसकेपछि अब केही आउला भनेर अपेक्षा गर्ने हो। त्यो त अब आफूले त्यसबाट अब आउँछ। अब जस्तो कि एउटा गीत बनिरहँदाखेरि अब त्यो गीतलाई दर्शक श्रोताले मन पराइदिनु भयो, त्यसमा अब राम्रो टिकटक बन्यो, राम्रो भ्युज गयो भने अब त्यो भ्युजको आधारमा आउने त हो पैसा। गीत सङ्गीतबाट पैसा त्यत्रो कमाउनु पर्यो, अब 4-5 लाख लाग्छ भन्नुहुन्छ। अब 4-5 लाख नै उठेर अब फेरि अब त्यो गीत सङ्गीतलाई गर्ने माहौल छ, फेरि अर्को गीत गरौँ भन्ने सकिन्छ? अब यस्तो छ, गीत अब दर्शक श्रोताले खोजेको गीत कस्तो छ? अब दर्शक श्रोताले एक खालको गीत मन पर्न सक्छ अनि बनाउने बेलामा एक खालको गीत बन्न सक्छ। अब त्यो माहौल अनुसार भिज्ने खालको गीत बन्यो, गीत चल्यो भने अब त्यहीको इन्कम आफूले अब जुन गीत चलेको छ त्यही गीतको इन्कम लिएर अर्को गीत गर्न सकियो। तर अब समसामयिक विषयलाई लिएर समसामयिक विषयवस्तु लिएर गीत बन्यो तर गीत चलेन भने त आफू घाटामा गइयो नि त। घाटामा गइसके पछाडि त अब इन्कम आउँदैन। त्यस पछाडि फेरि अब ऋण खोजेर हुन्छ, मागेर हुन्छ, त्यसरी चल्नु पर्छ। जस्तै तपाईँले अब समसामयिक विषय भन्नुभयो, अब एकताका चाहिँ अब दोहोरीमा अब त्यति माहौल थिएन होइन, दोहोरी गीत गाएरै कलाकार चल्छन् भन्ने त्यसो थिएन। ऊ थियो नि त त्यति बेला चाहिँ ऊ सिङ्गल जसले छाडा गाउन सक्यो ऊ चल्यो होइन, जसले अब 2टा मिनिङवाला शब्द राख्यो त्यही चल्यो भन्थ्यो। अहिले के छ? अब यस्तो छ, चल्ने साथीहरू त अब अहिले पनि चलिरहनु भएको छ। जस्तो कि अब कुनै गीतहरू चाहिँ अब सुन्नै नसक्ने खालको गीत पनि बाहिर निक्लेका छन्। अब जस्तो कि घर परिवारसँग बसेर सुनिरहँदाखेरि कानमा इयरफोन लगाउनुपर्छ, त्यो खालको गीतहरू पनि अझै पनि बनिरहेछन्। तर आफूले चाहिँ कस्तो खालको सिर्जनालाई मन पराउने, अब त्यही प्याटर्नको गीत सुन्दै गए त्यही खालको रुचि हुने हो। जस्तो कि हामी लोकदोहोरी गायक भनिरहँदा अब हामीलाई पनि कतिपय पुराना गीतहरू मनपर्छन्। त्यस्ता गीत मैले पनि प्रायः जस्तो पुरानो गीतहरू सुनिरहेको हुन्छु। अब साथीहरूले अझै पनि गर्नुहुन्छ। अब त्यो खालको गीतहरू बाहिर ननिकालिदिएदेखि अलिकति यो गीत सङ्गीतमा त्यस्तो नराम्रो मान्छेले अहिले कस्तो नराम्रो शब्दहरूले गीत सङ्गीतलाई अलिकति पछि पारेका छन् कि। किनकि अब हामी जतिको युवाले बुझ्नुपर्ने कुरा चाहिँ के हो भने गीत सङ्गीत भनेको अब यो आफूलाई केही कुरा आफूले दिने हो र त्यो चिजले पनि आफूलाई केही कुरा दिनु पर्यो। जस्तो कि मैले गीत गाएर हिँडेको छु र पो गीत सङ्गीतले मलाई केही कुरा दिएको छ, यानि कि नाम दिएको छ, त्यो कुरालाई चाहिँ बदनाम गर्नु भएन। किनकि गीत सङ्गीत भन्दैमा अब त्यो तपाईँले भन्नु जस्तो डबल मिनिङ लाग्ने वर्डहरू गाएर अनि उशृङ्खल छाडा प्रवृत्तिका दोहोरीहरू गाएर गीत सङ्गीतको चाहिँ अलिकति अपमान नगरौँ भन्ने लाग्छ। तपाईँले पुरानो गीत भन्नुभयो, मलाई फेरि ट्याक्कै सोध्न मन लागिहाल्यो। तपाईँलाई यो क्षेत्रमा लाग्नुभन्दा पहिला एकदम हुन्छ नि त को कलाकारको बढी सुन्नुहुन्थ्यो र उहाँको गीत याद छ भने एउटा? मलाई पुरानो कलाकारहरूमा त अब पुरानो त धेरै हुनुहुन्छ। अब हामीभन्दा अग्रज कलाकारहरू पशुपति शर्मा दाईहरू, बद्री पङ्गिनी दाईहरू अनि अब लगायतको ठुलो टिम छ। जस्तो कि प्रजापति पराजुली दाईहरू हुनुहुन्छ। मैले चाहिँ
म दोहोरी क्षेत्रमा लाग्नुभन्दा पहिला सबभन्दा धेरै चाहिँ मैले एउटा आवाज सुन्थेँ कुशल बेलबासे। हो कुशल बेलबासे दाइको मलाई आवाज पनि मनपर्ने, त्यसै गरी गीतका ती शब्दहरू हरेक कुराहरू चाहिँ हजुर त्यो खालको प्याटर्न कस्तो छुट्टै खालको प्याटर्न थियो कि हजुर मलाई चाहिँ कुशल बेलबासे दाइको चाहिँ बेसरी मनपर्थ्यो गीतहरू। मैले दाइको सुनिरहेको हुन्थेँ। जस्तै कि अहिले हातैका पौँचालेहरू छन्, अनि त्यस पछाडि के भन्छ अरे यही मायाले जलायो शनि सारा लगायतका थुप्रै गीतहरू हुन्थ्यो। तर त्यति बेला चाहिँ मैले एउटा कस्तो राम्रो गीत थियो भने उतै जानुपर्छ नजाम भने बाटोले सराप छ, जाम भने माटोले सराप छ, समथिङ यस्तै खालको गीत छ। यो चाहिँ उसको थियो हैन? परदेशी परदेशी खालको, नुपुर। परदेशतिर जाने खालको एउटा गीत। त्यो गीत सुनिरहँदा अब गीतहरू धेरै मनपर्थ्यो कुशल बेलबासे दाइको, र पनि मैले त्यो गीत धेरै सुन्थेँ। तर म एउटा गीत गाउँछु कुशल बेलबासे दाइको। हजुर हुन्छ लाकुरी छेउमा एक नामले पैया पैयामा चिला बस्यो हो चरण पैयामा चिला बस्यो छोडेर गएकी उही मेरी मैया मैयामा दिल बस्यो चरण जमना निसारा यही मायाले जलायो शनि सारा ओ चरण यही मायाले जलायो शनि सारा। मैले यो गीत धेरै सुन्ने, त्यसै गरी गुनगुनाइरहने। हजुर कुशल बेलबासे दाइले सम्मान व्यक्त गर्न चाहिँ यो गीत गाउने प्रयास गरेँ। आवाजले त्यति साथ त दिएन। अब राति दोहोरी दिउँसो अरू कार्यक्रम अनि त्यो गर्दा नि होला तपाईँ दोहोरी साँझको स्टेज चढ्नुहुन्छ अनि त्यस्तै गरी प्रतियोगिताको स्टेज चढ्नुहुन्छ होइन त्यस्तै गरी अहिले तपाईँ रियालिटी सोको स्टेज चढ्दै हुनुहुन्छ चढ्नु भएको छ यो तिनटै स्टेज चढिरहँदाखेरि तपाईँलाई कस्तो महसुस हुन्छ कुन चाहिँ फरक रहेछ जस्तो लाग्यो तपाईँलाई तिनवटै फरक हुन्छ। अब कसरी भन्दा जस्तो कि दोहोरीमा काम गरेर दोहोरी साँझमा गीत गाउने चाहिँ एउटा अलग अलग खालको एउटा अनुभव हुन्छ। जस्तो कि त्यहाँ कुनै गेस्ट आउनुहुन्छ र मेरो नाममा यो गीत गाइदिए भन्नुभयो भने अब हामीले चाहिँ लगभग प्रायः जस्तो दोहोरी साँझमा काम गर्ने मान्छेले चाहिँ अब जुन एउटा गेस्टले अनुरोध गरेको गीत गाइरहँदाखेरि चाहिँ त्यो गेस्टको नाम लिएर त्यो गेस्टलाई अलिकति राम्रो तरिकाले अब यो राम्रो मान्छे यस्तो उस्तो एउटा उसलाई फुर्काएर गाउने चलन छ दोहोरीमा। अनि अब प्रतियोगितामा गाइरहँदाखेरि अब कस्तो हुन्छ भने प्रतियोगिता र अहिले रियालिटी सोमा गाइरहँदाखेरि लगभग यिनीहरू दुईवटाको चाहिँ कम्बिनेसन एउटै हुन्छ। जस्तो कि त्यहाँ पनि अब प्रतियोगिता अब त्यो पनि प्रतियोगिता नै हो, रियालिटी सो पनि एउटा प्रतियोगिताकै रूपको एउटा प्रतियोगिता हो। अब दोहोरी प्रतियोगिता भनेको त प्रतियोगिता नै भइहाल्यो। जस्तो कि अब दोहोरी प्रतियोगितामा गएर गाइरहँदाखेरि अब सवाल जवाफ हुन्छन्, अन्त्यमा प्रयासहरू हुन्छन्, अगाडि निर्णायकलाई देखिसके पछाडि एउटा अब मुटुमा ढ्याङ्ग्रो बज्न थाल्छ। त्यस्तै अब रियालिटी सोमा पनि त्यही हुन्छ। अब फरक विषयवस्तुगतका गीतहरू हुन्छन्। अब अगाडि निर्णायकहरूको निर्णय सुन्दाखेरि जति डर लाग्छ गीत गाइरहँदा पनि त्यति नै डर लाग्ने हुन्छ। अब रियालिटी सो जित्नुभयो भने तपाईँको भावी योजना के छ होइन अब त्यो जित्नु मात्र ठुलो कुरा होइन होइन त्यसपछि तपाईँको भावी योजना के छ? अब कतिपय अहिले कलाकारहरूको के देखिन्छ भने अब अलिकति दोहोरीतिर गऱ्यो अथवा कतै एउटा दुइटा फ्याक्टा एल्बम गऱ्यो त्यसपछि विदेश जाने लर्को छ। के छ तपाईँको भावी योजना चाहिँ? अब यस्तो दोहोरी स्टारमा गइरहँदाखेरि अब विजेता बन्न सकुँला नसकुँला, अब किनकि अहिलेको दौरानमा त म विजेता हुन्छु नै भनेर दौडिरहेको छु। किनकि अब भोटका कुराहरू रहन्छन्, अब निर्णायकका कुराहरू रहन्छन्। निर्णायकले निर्णय गरेर मात्र पनि म विजेता हुन सक्दिनँ, किनकि अब भोट पनि चाहियो। यदि म यहाँहरूको सबैको साथ पाएर विजेता बने भने अब मलाई चाहिँ दोहोरी क्षेत्रमै लागेर केही गर्छु, नेपालमै रहेर केही गर्छु, अब राम्रो सिर्जनाहरू गर्छु भन्ने चाहिँ एउटा भावी योजना छ। अब विदेश पलायन हुनुमा पनि अब कतिपय साथीहरू चाहिँ कार्यक्रमको सिलसिलामा बाहिर जाने उता बाहिरतिरै बस्ने गर्नु भएको छ। अब मेरै एजको साथीहरू पनि हुनुहुन्छ कतिपय, तर मलाई चाहिँ त्यो लाग्दैन, किनकि अब अलि वर्ष नेपालमै केही गरौँ। यदि बाहिर म विजेता दोहोरी स्टारको विजेता बनिहाल्यो भने पनि हालसालै बाहिर चाहिँ नजाउँ भन्ने खालको योजना छ। जस्तै अब विजेता बन्नेला नबन्नेला त्यो आफ्नो ठाउँमा छ होइन। अब गीत सङ्गीतमा यति गरियो मान्छे अब गीत सङ्गीतमै रहनुहुन्छ। तर मलाई एउटा कुरा के सोध्नु मन लाग्यो भने
रियालिटी सो जित्न तपाईँले भनिहाल्नुभयो, मलाई त्यो हेर्दाखेरि मन लाग्यो भन्नु। जस्तै अब प्रतियोगिता जित्नको लागि, रियालिटी सो जित्नको लागि अब कला चाहिने कि पैसा चाहिने, के रहेछ? यो एकदमै महत्त्वपूर्ण क्वेसन गर्नुभयो तपाईँले मलाई। अब त्यसमा चाहिँ के हुँदो रहेछ भने अब कलाको मात्र सम्मान भइदियो भने अब कलाले काम ठाउँ लिन्छ। हजुर। अब आजभोलिको प्रायः जसो रियालिटी सो के हुन्छ भने अलिकति पैसा कमाउने खालको माइन्डसेट बनाएर रियालिटी सो स्टार्ट गरे हुन्छन्। कुनै व्यक्तिहरू कुनै संस्थाले त्यो खालको एउटा योजना बनाउँछ, अलिकति रियालिटी सो सुरु गरिसके पछाडि अब आउने भोटले अलिकति केही आफूलाई प्लस पोइन्ट हुन्छ भन्ने खालको एउटा माइन्ड मेकअप बनाएर रियालिटी सोहरू चाहिँ स्टार्ट गरेर हुन्छन्। यसमा चाहिँ के हुँदो रहेछ भने अब अहिले म गएको सो लोकदोरी स्टार, जसमा चाहिँ यो खालको एउटा मैले भाइब्स पाएको छैन, किनकि चाहिँ यहाँ चाहिँ अहिलेसम्म कलाकै सम्मान भएको छ जस्तो मलाई लाग्छ। अब कलाको पनि सम्मान हुनु पर्यो, त्यसै गरी अब भोटको पनि हुनु पर्यो। अब किनकि भोट नभइकन अब जस्तो अहिले हाम्रो पनि 50-50 छ, 50 भोट छ भनेदेखि 50 जजमेन्ट थियो। तर अहिले चाहिँ अब टप 8बाट चाहिँ अब लगभग सबै भोट नै हो जस्तो लाग्छ मलाई। यहाँ चाहिँ अब भोट पनि पेल्नु पर्यो, पैसाको पनि खेल हो। अब यसमा चाहिँ कलाको मात्र नभएर, कला आफ्नो दिन सक्ने प्रस्तुतिको मात्र नभएर पैसाको पनि अलिअलि चलखेल रहन्छ। अब त्यो भनिरहँदाखेरि जस्तै अब कोही व्यक्तिसँग एकदम कला छ होइन, अब गीताउन जान चाहन्छ, तर गीताउँछ पनि उसले, दर्शक श्रोताले अब रुचाउँछ होइन, त्यो गरिरहँदाखेरि उसको पैसाको कारणले पनि त पछाडि पर्नुपर्छ होला। पैसाकै कारणले पनि पछि पर्नुपर्छ। अब किनकि आफूसँग कला भइरहँदा अब रियालिटी सोको एउटा सिस्टम के हुन्छ भने अब भोट पनि मिसिने भयो नि त बिचमा भएर त। जस्तो कि आफूले गाएको मात्र निर्णयले नपुगेर बाहिरबाट आउने भोटले पनि आधार, अब भोटको आधार पनि हुने भएको कारणले गर्दाखेरि अब कुनै मान्छेसँग राम्रो प्रतिभा छ तर उसँग अलिकति पैसा छैन, उसँग अलिकति आउने भोट छैन भने त्यो मान्छे त्यतिकै पनि पछाडिनु भयो नि त। तर कलाको मात्र सम्मान भइदियो भने त त्यो मान्छे अगाडि जान्छ। तर कलाको सम्मान नभइकन अब मान्छेले भोट मात्र हेऱ्यो, पैसा मात्र हेऱ्यो भने त त्यो मान्छे त जसरी पनि पछाडि पर्छ नि त। अब रियालिटी सोमा गाइरहँदाखेरि एकदम दर्शकले अनि त्यस्तै गरी अब जजहरूले एकदम मन पराएको र अनि आफूलाई पनि ओहो मैले यो चाहिँ राम्रो गाएँ है भन्ने त्यस्तो कुनै गीत छ भने एउटा सुनाउ न। मैले रियालिटी सोमा यसमा जाँदाखेरि मैले एउटा गीत गाएको थिएँ। हजुर। बल्ल पर्यो निर्माया माकुरी जालैमा। त्यसमा चाहिँ मलाई रिता थापा दिदीले, किनकि म अब पश्चिमेली भएको मान्छे हुनाले मैले चाहिँ त्यहाँ एउटा शब्द गाएको थिएँ। हजुर। तिम्रै झल्को तिम्रै छ तिर्सना, परान्जाला सौदिन बिर्सना भनेर मैले गीत गाइरहँदा रिता दिदीले यो सौदिन भन्ने खालको यो जुन तपाईँले एउटा वाक्य प्रयोग गर्नुभयो यो निकै टिपिकल, अब जस्तो कि हाम्रो लोकदोरी भनेकै एउटा टिपिकल खालको, अब जस्तो कि गाउँ मेलापातमा गाइरहने गीतहरू, जस्तो कि हाम्रो गाउँतिर अब यो काम गर्न भन्दा ए म त सौदिन भन्ने चलन छ नि त, त्यो खालको एउटा शब्द मिसाएको थिएँ मैले। तिम्रै झल्को तिम्रै छ तिर्सना, तिम्रै छ तिर्सना, परान्जाला सौदिन बिर्सना, बल्ल पर्यो निर्माया माकुरी जालैमा। तिम्रै छ तिर्सना, तिम्रै छ तिर्सना, परान्जाला सौदिन बिर्सना, बल्ल पर्यो निर्माया माकुरी जालैमा। तपाईँलाई साथ सपोर्ट गर्ने दर्शक श्रोता होइन आफन्तजन साथीभाइहरू हुनुहुन्छ नि, उहाँहरूलाई के भन्न चाहनुहुन्छ? मलाई साथ अहिलेसम्म त साथ दिँदै आउनु भएको छ, किनकि अब म दोहोरी स्टारमा नजाँदाखेरि पनि त्यो स्टेजमा नपुग्दाखेरि पनि होइन, अब त गीत गाउने मान्छे हो, गीत र आवाजले गीत गाउनु नै पर्छ भनेर पनि मलाई साथ अब सुझाव दिनुहुन्थ्यो। साथी सर्कलबाट पनि राम्रो प्रतिक्रिया आउँछ, किनकि अहिले अब म यहाँ छु, मसँग पढ्ने अधिकांश साथीहरू चाहिँ अहिले बाहिर हुनुहुन्छ। बाहिर हुने साथीहरूले मलाई के भन्नुहुन्छ भने ओहो साथी तिमी त्यस्तो प्रतियोगितामा गएछौ, मेरो साथी हो भनेर मैले मेरो काम गर्ने साथीहरू कतिजनालाई देखाउँछु, कस्तो खुसी लाग्छ। हिजो पनि एकजना साथीले म्यासेज गर्नुभएको थियो, अहिले जापान हुनुहुन्छ, ऊ साथीले के भन्नुभएको थियो भने रियालिटी सोमा गएछौ, अब राम्रो गरिरहेको रहेछु, ल राम्रो गरिराख, मैले पनि हेरिरहेको हुन्छु भनेर त्यो मेरो सोको चाहिँ एउटा भिडियो बनाएर म्यासेजमा पठाउनु भएको थियो। अनि मलाई पनि कस्तो खुसी लाग्यो। अनि ल अब भोट गर्नुपर्छ है भनेर मैले त्यति भनेँ, भोट त हामी गरिहाल्छौँ नि, केही नगर न भनेर भोट पनि गरिदिनु। उति बेला लगभग
अहिले आफूले सकेको भोट गरिदिनु भयो, खुसी लाग्यो। साथीसङ्गीबाट पनि राम्रो प्रतिक्रिया आउँछ, किनकि अब पहिल्यै पनि स्कुलमा कलेजमा मैले गाइराख्ने, अब स्कुलमा पढिरहँदा पनि मैले गीत गाइराख्ने। अनि तपाईँ आजसम्म आइसक्दाखेरि अब यो भोट गर्ने के छ तरिका होइन, हामीलाई हेरेर बस्नुहुने साथीभाइहरूलाई एकचोटि भोट गर्ने तरिका कस्तो छ भन्दा अब यहाँहरूले भोट गर्न इच्छा लाग्छ मेरो आवाज मन पराएर मलाई अब भोट गर्न चाहनुहुन्छ भने लोकदोरी स्टार सिजन 1 मा म अहिले फाइनलिस्ट बनिरहँदै अहिले मलाई भोट गर्नको लागि एउटा एभेन्टोज एप भन्ने हुन्छ, जुन कि हाम्रो प्ले स्टोरमा एभेन्टोज एप भने पछाडि त्यहाँ एउटा एप आउँछ। त्यसै गरी गुगलमा गएर eventos.com प्रयोग गरेर चाहिँ त्यो लगइन गरेर भोट गर्न मिल्छ। अनि सबभन्दा सजिलो त अहिले के बनाएको छ भने जुन मेरो भोट माग्ने फोटोको पोस्टरमा एउटा क्युआर छ। त्यो क्युआर चाहिँ सिधै अब जुन हामीले कुनै पसलमा गएर सामान किनेर त्यो बापतको क्युआर गरिन्छ नि, त्यही अनुसारको भोट गर्न सकिन्छ। क्युआर स्क्यान गरेर भोट गर्न सकिन्छ। अनि ई सेवाको प्रयोग गर्न पनि मिल्यो। अब ई सेवामा चाहिँ तल ई सेवाको अन्तिममा पेजमा स्क्रल गर्दै गइसके पछाडि भोटिङ एन्ड इभेन्ट्स भन्ने आउँछ। अनि त्यसमा चाहिँ लोकदोरी स्टार सिजन 1 आउँछ। त्यसमा चाहिँ टच गरेर त्यहाँबाट पनि भोट गर्न मिल्छ। एक भोटको चाहिँ 10 रुपियाँ पर्छ। लोकदोरी स्टार जित्ने आत्मविश्वास कतिको छ त? अब आत्मविश्वास त अब जित्छु कि भन्ने आस्था लाग्छ, तर पनि अब हामी 8 जनामा 8 जनालाई त्यो विश्वास लाग्ने हो। त्यसमा चाहिँ सबभन्दा धेरै महत्त्वपूर्ण भूमिका कसले खेल्छ, यो भोट गर्ने बेलामा चाहिँ अब भोट गरिरहँदा कसले अलिकति मेहनत बढी गरेको छ। अब आस्था 8 जना लाग्छ, लाग्न त अब 100 हामी 72 जना थियौँ, 172 जनालाई नै जित्छु भन्ने लागेको थियो, तर त्यो सम्भव भएन। अब 8 जनामा चाहिँ कसले अलिकति बढी मेहनत गर्छ, कसले अलिकति अब त्यहाँ गीत गाइरहँदा मैले एउटा सानो शब्द मिस्टेक गरेँ भने मेरो नम्बर काटिन्छ। अब त्यही अनुसारको भोट नआउन सक्छ मलाई। जस्तो कि अब अहिलेको पछिल्लो समयमा हेर्दा हामी बाहुन छेत्री लाउने भोटभन्दा गुरुङ मगर लाउने भोट अत्याधिक धेरै हुन्छ। भनेपछि यो समुदायले पनि फरक पार्छ। समुदायले पनि फरक पार्ने भयो। अब जस्तो कि हामी बाहुन छेत्री भने अलिकति अब हाम्रो हुन्छ कुनै मान्छेले चाहिँ ल गर्नै पर्छ, यो मान्छेले जिताउनै पर्छ भन्ने खालको एउटा सोच पनि राख्नुहुन्छ। जस्तो कि अहिले मलाई साथ दिनुभएको छ मेरो आफन्तजनहरू इष्टमित्रहरूले, त्यो खालको एउटा साथ दिनुभएको छ। तर पनि गुरुङ मगरहरूमा चाहिँ एउटा अब जस्तो कि विदेश शाखा हुन्छ, जस्तो जापान शाखा, युके शाखा, त्यताबाट चाहिँ अत्याधिक भोट आउँदो रहेछ। किनकि मैले पनि यो फिल्डमा भिजिसकेपछि बल्ल अनुभव गर्दैछु कि त्यो भएर अब भोट कसको धेरै आउँछ, कसले धेरै अब भोटमा अगाडि आउन सक्यो उसैले जित्न त। तर पनि मलाई पनि अब के आत्मविश्वास छ भने मलाई पनि अब आफन्तजन इष्टमित्रहरूले मलाई पनि माया गर्ने मान्छेले भोट गर्नुभएको छ, म पनि जित्न सक्छु कि जस्तो लाग्छ। अब तपाईँ अब गायक नबनेको भए अहिले के हुनुहुन्थ्यो होला नि? केही छ गेस गर्न? गायक नबन्या भएदेखि त लगभग म विदेश प्लान भइसक्थेँ होला अहिलेसम्म। किनकि अब पोखरा बसिया छ, कामै नगरिकन बस्दा पनि अब घर परिवारबाट ल काम गरेको छैन सो विदेश जा भन्ने खालको एउटा प्रेसर आउँथ्यो होला। तर चाहिँ मलाई घर परिवारबाट त्यस्तो विदेश जानै पर्छ, तैँले विदेश जानै पर्छ, गीत नगाई भन्ने चाहिँ कहिल्यै पनि भन्नु भएन। किनकि म घरको जेठो छोरो पनि हो। अनि मलाई घर परिवारबाट होइन सकेसम्म यहीँ गर, नत्र पनि अब किन आत्तिनु पऱ्यो र अझै पनि टाइम छ भन्ने खालको एउटा सुझाव दिनुहुन्थ्यो। पढ भन्नुहुन्थ्यो, पढाइलाई पनि बिचमै अब छोडियो। म गायक यो क्षेत्रमा नलाग्या भएदेखि अहिलेसम्म म लगभग विदेश गइसक्थेँ। यहाँसम्म आइपुग्दा कठिन छेड चाहिँ के थियो तपाईँको? यहाँसम्म आउँदाखेरि ओहो यस्तो भयो भने एकदम कठिनाइ छेड चाहिँ? जस्तो कि दोहोरी क्षेत्रमा लागे पछाडि कि अब लाग्नुभन्दा पहिले नै कठिन त अब सबै कुरा कठिन नै हुन्छ, तर कठिन मध्येको पनि कठिन कुनै पल थियो जब यी दोहोरी स्टारमै अब मलाई चाहिँ के लाग्थ्यो भने जुन त्यो रिजल्ट एनाउन्स गर्ने बेला आउँछ नि, त्यो बेलामा पनि चाहिँ अलिकति आफूलाई डर लाग्थ्यो। त्यो अनुभव पनि म सुनाउँछु। किनकि अब त्यो रिजल्ट सुनाउने बेलामा अब लस्करै बस्या हुन्छ मान्छे, हामी प्रतियोगीहरू त लस्करै बस्या। त्यसमा पनि सुरुमा नाम आउँदाखेरि होला म आउट भएर मेरो नाम आएको हो कि म सेभ भएर आएको, त्यो एउटा अनुभव, त्यो डरको पनि अनुभव छ। अनि कठिन अनुभव भने त दोहोरी क्षेत्रमा लागिरहँदाखेरि त्यस्तो कठिनै भन्ने खालको अनुभव त मसँग त्यस्तो अहिले खासै दिमागमा केही आएन। काम गरिसके पछाडि अब दुःख हुन्थ्यो, कठिन हुन्थ्यो,
काम गरे अनुसारको अब आफूले पारिश्रमिक पाउने भइसके पछाडि पनि हरेक कुरामा चाहिँ अलिकति सहज भयो। हजुर कठिन भन्ने कुरा चाहिँ खासै केही छैन होला। तपाईँ सफल हुँदाखेरि सबैभन्दा एकदम खुसी हुने व्यक्ति को? त्यो त अभियसली फ्यामिली नै हो। हजुर जस्तो कि म कुनै ठाउँमा अझै पनि हजुर बाबा बाहिर हुनुहुन्छ, मम्मी चाहिँ घरमै हुनुहुन्छ। हजुर म कुनै प्रतियोगिता गाउन गएँ भने सबभन्दा पहिला फोन आउने भनेको बाबा र मम्मीको। अनि तपाईँले हुन्छ नि त अब बाबु मम्मी त भइहाल्नुभयो, तपाईँले यो प्रतियोगितामा जाँदा अब तपाईँले धेरै ठाउँ जित्नु भएको छ होइन, त्यो गर्दा सबभन्दा पहिला यसलाई सुनाउन पाए हुन्थ्यो होइन, यो खुसी योसँग बाँड्न चाहन्छु भन्ने? होइन, मेरो सबभन्दा ठुलो खुसी भनेको मेरो परिवार हो। हजुर किनकि मेरो 5 जना सदस्यको परिवार हो। हजुर मम्मी बाबा, त्यसै गरी ठुलो छोरो म भएँ, त्यसपछि एकजना बहिनी छ जो अहिले जापान छ, हजुर अनि कान्छी बहिनी चाहिँ अहिले मसँगै छ। हजुर मेरो सबभन्दा ठुलो खुसी भनेको मेरो परिवार हो। मेरो परिवार खुसी हुनु भनेको म खुसी हुनु हो, म खुसी हुनु भनेको मेरो परिवार खुसी हुनु। त्यही भएर म जहाँ प्रतियोगितामा जान्छु, म जे हुन्छु सबभन्दा पहिला मैले मम्मीलाई फोन गर्छु, अनि बाबालाई चाहिँ मेसेज छोडिदिरहेको हुन्छु। अनि एउटा हाम्रो फ्यामिलीको ग्रुप छ, त्यो ग्रुपमा छोडिदिन्छु मेसेज, सबैलाई थाहा हुन्छ। कहिले त्यस्तो समय आयो अब ऊ मैले गाउन छोडिदिन्छु होइन, लोकगीत सङ्गीतमा लागेर गीत सङ्गीतमा लागेर केही भएन मैले गाउन छोडिदिन्छु भन्ने कुनै त्यस्तो समय आयो? त्यो खालको समय आएको छैन र नआओस् भने, किनकि मेरो रुचि मेरो यही क्षेत्रमा हुनाले म यो क्षेत्रमा लागि परेँ। अब मलाई यो क्षेत्रले केही दिएको छ, नाम दिएको छ, अलिकति केही न केही पारिश्रमिक पनि दिएको छ। मलाई चाहिँ दोहोरी छोडेर म अरू कुरा गर्छु भन्ने चाहिँ लाग्दैन, र त्यो नलागोस्